कस्तो तपाईँलाई कस्तो लागिरहेको यहाँ यस्तो बन्दाखेरि? अब धेरै राम्रो हो नि होइन नेपालमा यस्तो ठाउँ बनेर वर्ल्डमा छैन कि चाइनामा होला एउटा अनि कति नेपालको ग्रेट वाल भन्न मिल्छ नि होइन? नेपालको मिनी अनि दामी छ यो नेचुरल हो कि यो पाहाडमै खोपेर यत्रोजना दर्शकहरू छ। कसरी मिहिनेत गऱ्यो होला त्यो पानी आइरहेकोतिर होइन त्यतिरलाई गाह्रो हुन्छ नि त बनाउन हेर्दा कस्तो अप्ठ्यारो हुन्छ पानी हामी एकछिन भिडियो बनाउनु गएको पुरै भिजेर तला हो कि यसो हातले बनाएको हो कि जिप लाइन हो कि हो यार मैले देखेको थिएन। के भन्छ अरे यसलाई त्यो टेक एउटा बबाल हो कि यो चाहिँ मैले पनि देखेन भाइ ल कस्तो लागिरहेको छ तपाईँलाई? अनि कस्तो भइरहेको छ आज? दामी ठाउँ हो कि अनि हामी यहीँ आउने भनेर होइन 10 घन्टाको यात्रा गर्छ। जब उम्र ढल जाएगी ना तब समझ में आएगा कि जिंदगी थी, जीनी थी, रह गई। यार पैसे कमाओ, खूब कमाओ, कौन मना कर रहा, पर उन्हें कमाते हुए खुद को भूल जाओ यार, ये तो सही नहीं हो रहा। तो जरा खुद पे भी इन्वेस्ट करो और जरा खुद पे भी खर्च करो। फाइनली हामी चाहिँ आइपुग्यो होइन यो ऐना पारामा। पर्दिप्रोमा आयो पाहाडमा छ गणेश भगवानको मूर्ति चाहिँ। यो चाहिँ टिकट भएर रहेछ, टिकट काउन्टर रहेछ। कति रहेछ अहिले बजाउनु हरारेन के हो चमेराहरू छ त सेल्फी हान्नु लाग्छ पर्दिपले होइन। केटाहरू थोरै हिँड्यो भने पहरा किन पानीको जलपरी हाम्रो नेपालमा छ कि दामी हुँदो रहेछ। यताबाट कस्तो छ झर्ना के हो खतरा पुतली रहेछ त यहाँ त कहाँ माथि रहेछ चाहिँ मुस्ताङसम्मको टुर हो हाम्रो। हात्ती रहेछ त कौन है वो कौन है फ्री है कि टिकट? यसको त फ्री रहेछ टिकट है है
राति लाइट बस्दो रहेछ कि दामी लाइट राख्दै के हो पानीले भिज्यो यो त पानी रहेछ यहाँ पखाएर चिल्ड्रेन पार्क रे फाइनल्ली आउनै लाग्यो होइन आउन लाग्यो हामी अब यहाँबाट फेरि हामी मुस्ताङतिर जानुपर्छ होइन लास्ट टिप हाम्रो बाहुबली के हो पार्क यो चाहिँ बच्चाहरू खेल्ने त्यही हो कि बच्चाहरू पाहाडमा के नेचुरल बनाइदिएको है खोपेर बनाएको हो कि नेचुरल हो आयो बबाल दामी कलर लगाइदियो दामी हुन्छ कि है पर्छ भिडियो लिँदै पुरा भिडियो फाइनली गाइज हामी चाहिँ 10 घन्टाको यात्रापछि आइपुग्यो होइन बनाउने मान्छेको त मान्नै पर्छ माथि त्यो यहाँ चाहिँ स्कुट गेमको जस्तो मगको कुवा भन्छ यसलाई भाइ यो त डेन्जर हो कि टाक 250 टिकटको हेर्दा त डेन्जर जस्तो छ त है त्यसको मजा कस्तो डर लाग्छ है कस्तो हल्लेला जस्तो यहाँ अगाडि स्लाएर बस्छ न एकछिन बस्छ चाहिँ पुरस्कार दिनुपर्छ कि केटा मान्छेहरू त डराउँछ है खाली खुट्टा हो जानुपर्ने होइन भित्र ए मजा आउँछ नि होइन अमरेन्द्र बाहुबली महेंद्र बाहुबली कौन है वो छाया उस